स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भन्ने डेट सकिसकेको छ र अन्तिम दिनसम्म चाहिँ यस एफपीओमा चाहिँ कति किताको लागि आवेदन पर्यो र पर्ने चान्स कतिको छ र फाइदा कति हुन्छ देखि लिएर सबै कुराहरूको बारेमा यो भिडियोमा जानकारी दिनेछु। यो एफपीओको लागि टोटल 18,42,422 जनाले 2,34,62,980 किता सेयरको लागि आवेदन दिएको छ। यो भनेको मागभन्दा 119 गुणा बढीले चाहिँ आवेदन दिएको छ। यसको मतलब यो एफपीओ पर्नको लागि चाहिँ एकदम भाग्यमै लेखेर आउनुपर्ने हुन्छ, किनभने 119 जनामा एकजनालाई पर्नेछ। यो एफपीओ भर्नेहरूमध्ये मात्र 19,577 जनालाई मात्र यो एफपीओ पर्नेछ भने, तर भर्नेको सङ्ख्या भनेको 18,62,000 भन्दा बढीले भइसकेको छ र 18,62,844 जनाको हात भने खाली हुनेछ। र यो एफपीओको फाइदा भनेको सुरुमै तपाईहरुले बेच्नुहुन्छ भने 10,000 प्लसमा बेच्न सक्नुहुनेछ, किनभने यस कम्पनीको आईपीओ अलरेडी नेप्सेमा कारोबार भइरहेको छ र अहिले रिसेन्टको प्राइस हेर्दाखेरि प्रति किताको शेयरको प्राइस भनेको 1000 देखि माथि रहेको छ। त्यही भएर पर्नेलाई 10 किता नै पर्ने हो र 10 किता तपाईले सुरुमै सेल गर्दा पनि 10,000 त प्रॉफिटमै हुनुहुनेछ तपाईहरु। त्यही भएर जसलाई यो एफपीओ पर्छ सुरुमै ढुक्क 10,000 चाहिँ प्रॉफिट हुन्छ भनेर सोच्दा हुन्छ। सो आजको भिडियो यति नै रहेको छ। यस्तै खाले भिडियोहरु हेर्नको लागि मनी कुरालाई फलो गर्नु होला।